नमस्कार सम्पूर्ण दर्शकबिनहरूलाई। आज हामी कुरा गर्नेछौँ यी तीन शीर्ष नेता रवि लामिछाने, कुलमान घिसिङ र हाम्रो बालेन्द्र शाह बीच भएको आसपास भएको बातचित। यो तीन शीर्ष नेतालाई कसले जोड्यो र पहिलाको तीन टाउके नेताहरूलाई कसले तोड्न बाध्य गरायो भन्ने विषयमा हामी कुरा गर्नेछौँ। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यो कुराको सुरुवात कहाँबाट हुन्छ भनेदेखि जेनजी आन्दोलन। जेनजी आन्दोलन भदौको 23 र 24 गते भएको थियो र त्यतिखेर कुलमान घिसिङ आफ्नै कार्यमा विद्युत प्राधिकरणको अध्यक्षको पदमा थिए भने रवि लामिछाने जेलमा थिए। बडो गजबको कुरा छ। रवि लामिछाने जेलमा हुँदै गर्दा बालेन्द्र शाह थिए हाम्रो मेयरको पदमा। त्यसै गरी यी तीन टाउके नेता जस्तै शेरबहादुर देउवा आफ्नै हल्लीचल्लीमा गाडीमा घोडामा कुद्थे भनेदेखि केपी ओली थिए। केपी ओलीले त्यतिखेर राजीनामा दिएका थिए। रातारात केपी ओलीले राजीनामा दिएका थिए भनेदेखि प्रचण्ड घुम्नलाई कतै गएका थिए। त्यसै गरी यी तीनजनालाई मिलाउने एकमात्र जेनजी आन्दोलनका लिडर भनौँ या अध्यक्ष भनौँ, जेनजी आन्दोलनको अध्यक्ष मिरज ढुङ्गाना हुन्। तर पनि उनीलाई बोल्न नदिएको कारणले गर्दाखेरि सुदन गुरुङले आन्दोलनलाई सम्हाले र यी तीनजना शीर्ष नेता जसलाई चाहिँ जेनजी आन्दोलनको क्रममा धेरै ठाउँमा लछाडियो पछाडियो जे गरियो हामीलाई थाहा छ त्यो कुरा। र तीनजनालाई मिलाउने भनेकै सुदन गुरुङ हो भन्ने हल्ला छ। आजको लागि यति नै। भेटौँला अर्को भिडियोमा। हस्त, धन्यवाद।